तपाईँ के भन्न चाहनुहुन्छ? हामी चाहिँ यता अरे हामी चाहिँ हटिया जाँदैछौँ साथीहरू। मेरो छोरी हात पक्र्नु अरे मेरो मम्मी हुनुहुन्छ। हामी चाहिँ हटिया जाँदैछौँ 3 जना। आज हटियामा के ल्याउने मम्मी? आज के ल्याउने अब माछा ल्याउने अनि अनि अरू आलु ल्याउने आलु ल्याउने माछा ल्याउने। फेरि छोरी लरी आमा घात पक्र आमा घात पक्र। साथीहरू मैले पनि आजबाट भ्लग बनाउन थालेको। अब हेर्नु होला कस्तो हुन्छ मेरो भ्लग। मम्मीको चाहिँ खुट्टामा के पर्छ अरे। यो चाहिँ कारखाना हो। साह्रै साँगो रहेछ साथीहरू। मुनि के गरायो? के गराएको? के फाइनली हामी हटिया आउन आँट्यौँ। उल्टो हो त यो हातले चाहिँ गर्नुपर्ने हो। त्यहाँ दामी हो। यहाँनिर चाहिँ मान्छे जलाउँछ। कस्तो राम्रो देखेको यो। यहाँनिर कस्तो राम्रो सिनरी छ। यो सिन मलाई साह्रै मनपर्छ साथीहरू। शीतल हरियाली। मैले पहिले चाहिँ यहाँनिर काम प्लाइ फ्याक्ट्रीमा काम गर्थेँ। देखाउँछु। ठुलो रुख छ हेर्नु होला। साह्रै राम्रो कस्तो मनपर्छ हरियाली। मलाई साह्रै हरियाली मलाई फेरि साह्रै मनपर्छ। हटिया पनि आउन आँटो। म तपाईँलाई हटिया पनि देखाउँदैछु। के पकाउनु? गाइस म चाहिँ पहिले यही फ्याक्ट्रीमा काम गर्थेँ। यी लाग्न थालेको हटिया अस्तिदेखि। लाग्छ यहाँ लाग्छ। दाँत कालो भयो। ए लाने आलु ल्याउनु नि। फाइनली हामी घर आइपुग्यौँ। के आयो? मेरो छोरी हेलिकप्टर हेर्न आइरहेको छ कि। हामीले हटिया गएर कत्रो पानी आउन आँटेको छ साथीहरू। हेर्नु यहाँ कत्रो पानी आउन आँटेको छ आज। हेर्नु आकाशमा। हामी बल्ल बल्ल हटियादेखि आइपुग्यौँ। कत्रो पानी आउन आँटेको छ आज। ठुलो पानी आउन आँटेको छ। यहाँ हाम्रो मम्मी चाहिँ सब्जीहरू थन्काउँदै हुनुहुन्छ। कस्तो भयो आज हटिया? राम्रो भयो। आज केही पनि खाएन हटियामा। राम्रो भयो। यहाँ मेरो छोरी चाहिँ के खाकी हो त? के आउनु आऊ। मेरो छोरीको फेभरेट। यो के गर्नु भन? यो खानु? के काट्नु? पखालेर ल्याऊ पखालेर।
हामी चाहिँ हटियादेखि अहिले भर्खरै आएको होइन अनि केही पनि लिएर माछा लिएर आयौँ माछा कस्तो ल्याउँ त कस्तो अहिले पकाएर पनि बसेर खाने छौँ होइन हटिया साह्रै भिड मैले हटियाको भिडियो गरिनँ मम्मी हुनुहुन्छ यहाँ पखालिहाल्यो यसले पखाल्यो मम्मीले भने गाडी भनेर आमालाई मेरो छोरीको फेभरेट हो आमाले काटिदिँदै हुन्छ यसको आमाले यहाँनिर मेरो छोरीको नयाँ चप्पल नयाँ चप्पल वा नयाँ चप्पल मेरो छोरीको नाति चाहिँ चप्पल लगाएर म माछा र भात खाने माछा लतबत बनाउने माछा पुतो गरिदिनु होइन फ्राई गर्नु न अनि पकाउनु म भात पकाउँछु यहाँनिर कि भात पनि आगो पकाउने बाहिर पकाउँछ के त्यहाँ छोरी यम्मी कस्तो छ मिठो छ आप देखा ना आप ये देखो ना आप ये देखो ना आपको ये देखो ना आप देखा ले तो पानी परो यसो यहाँ मम्मीले मसला पिन्दै हुनुहुन्छ यस्तरी पिन्नुहुन्छ मम्मी मसला पिन्नु त माछा ल्याएर खाना हाम्रो मम्मीले आज माछाको पकाउँदै हुन्छ हेर्नु कसरी पकाउँछौँ हामी मम्मीले चाहिँ माछा फ्राई गर्नुहुन्छ साथीहरू अनि म चाहिँ त्यसमा ग्रेभी बनाउँछु हाम्रो मम्मीले चाहिँ माछा फ्राई गर्नुहुन्छ अनि म चाहिँ ग्रेभी बनाउँछु के पोलो के भयो खै 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 भयो 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 यसलाई अब कुर्छु नि त म माया गर्दैन माया मेरो माया लाग्दैन यसलाई कति लाग्छ कति धेरै लाग्छ बाबाको धेरै लाग्छ बाबाको याद आउँछ कि आउँदैन आउँछ हाम्रो मम्मीले यहाँनिर कस्तै पकाउनुहुन्छ आज चाहिँ यता गुरुङ गुरुङ गरेर पुरै त्यो पानी पर्ला जस्तो भइरहेछ अनि 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 ठुलो आज के खाने अनि अरू अनि अरू माछा आमाले पकाउनुहुन्छ माछा रेडी गर्दै हुनुहुन्छ आमाले माछा पकाउन यहाँ छोरी छ छोरीले चाहिँ माछाको ग्रेभी म छोरीमा आएँ म कस्तै आएँ राम्रै आएँ माछा पकाउँदै हुनुहुन्छ आमाले मम्मीले माछाको फ्राई गर्नुहुन्छ अनि म ग्रेभी बनाउँछु माछाको चाहिँ रस हाल्ने ग्रेभी मेरो कसै कसै रेसिपी हेर्नु साथीहरू मम्मीले चाहिँ माछा यस्तो फ्राई गर्नुभयो यस्तो माछा यस्तो फ्राई गर्नुभएको छ अहिले मसलाहरू अलिक ग्रेभीको लागि माछा यस्तो फ्राई गर्नुभएको छ यहाँनिर माछा पाक्दैछ पटपट पट गरेर सकियो रित्यो हाम्रो मम्मी यहाँ हुनुहुन्छ मम्मी भन्नु अब के भन्नुहुन्छ माछा पकाएको अनि अरू के गर्नु माछा पकाएको के गर्नु वाउ सो ब्युटिफुल यहाँ पटक 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 गर्दैछ माछा यहाँ चाहिँ हामीले छोरी भन्छ छोरी के अरे माछा आमाले पकाएको भन्न आमाले माछा पकाउनु भएको भन्न मैले खाएँ अहिले खानु माछा कस्तो माछा दही खाएँ माछा खाएँ भन्न आमाले पकाएको भन्नु अनि अरू यहाँ हाम्रो मम्मी हुनुहुन्छ म यहाँ प्याज हालेँ
चाहिँ मेरो कराईलाई चाहिँ गाइस इग्नोर हालिदिनु होला, कालो कराईलाई नहेर्नु होला होइन, मैले पकाएको रेसिपीलाई हेर्नु होला। यसमा कुरा नगर्नु छोरी। अहिले खाओस् न। मैले चाहिँ माछा पनि हालिसकेँ साथीहरू कि यस्तो भयो। यतिकै चिन्न हाल्नु न, कत्रो हालेको थियो मलाई चाहिँ यो मेरो हो, कत्रो हालेको त गनाउँदैन, पानी परिरहेछ। बाटो गयो किन के हो खाने मै खाने, यो मै खान्छ अरे। पानी कस्तो पिरो भएछ, मम्मी पिरो चाहिँ लास्ट पिरो भएछ, पिरो लास्ट भएछ। धुलो मैले हाल्यो धुलो मैले हाल्यो त।